रंगीन इन्टरटेनमेन्ट प्रस्तुत गर्दछ। कामै छैन जीवन बन्छ क्यारी, कामै छैन जीवन बन्छ क्यारी। यसो गर्यो उसो गर्यो काम छैन हत्तेरी, यसो गर्यो उसो गर्यो काम छैन हत्तेरी। जता गयो उतै ढल्ले उठ्ने कति पटक, जता गयो उतै ढल्ले उठ्ने कति पटक। उमेर गयो कामै छैन जीवनको यही चटक, उमेर गयो कामै छैन जीवनको यही चटक। जीवनभरि दुःख मात्र सुख पाउनु छैन, जीवनभरि दुःख मात्र सुख पाउनु छैन। सबै काम भत्ता भुङ्ग मनले सोच्यो भएन, सबै काम भत्ता भुङ्ग मनले सोच्यो भएन। यता गयो उता गयो लुकुर लुकुर हिँड्यो, यता गयो उता गयो लुकुर लुकुर हिँड्यो। पापी समाज स्वार्थी मान्छे सङ्गत पछि चिन्यो, पापी समाज स्वार्थी मान्छे सङ्गत पछि चिन्यो। एउटा सानो गाउँ छ जसको नाम हो मिरमिरे। त्यो गाउँभित्र 3 आमा छोरी बस्छन्। ठुली छोरीको नाम खुर्पेनी हो भने सानी छोरीको नाम हो बिरवानी। उमेरले सानै भए पनि घरको सारा जिम्मेवारी दुवै दिदीबहिनीको काँधमा छ। ठुली छोरी खुर्पेनी अलि अल्छी पाराकी छन् भने सानो छोरी निकै टाठी बाठी जोस जागरी र हिक्मतवाली हुन्छन्। आमा भने दमको रोगी छन्। मरे बाबा ए खुर्पेनी, तिमीहरू द्वारा कति खेलेका? भित्र पानीको थप्पै छैन, जाऊ पानी लिएर आऊ। ल ल जाम। लुकीबारी खेलेपछि हामी हैन भागी भागी पनि खेल्छ। कस्तो पानी पोख्छ कि क्या हो? के भयो तिमीहरू राति किन बोलेको बिरवानी? आमा यसले मेरो ढाडमा पिसाब फेरि। आमा मैले त बाहिर पिसाब फेरेको। लक्ष्मी मेरो ढाडमा पिसाब फेर्छ। के भयो तिमीहरू राति राति किन हल्ला गरेका तिमीहरू? आमा हो मरिस नि। ए भगवान यति ठुलो भएर पिसाब गर्छ अनि साँच्ची हुनुहुन्छ। मैले पिसाब फेरे होइन, मैले बाहिर फेरे। लाउन नि। ओइ खुर्पेनी, त ठुलो भएपछि के बन्ने? म त धेरै बाख्रा पालेँ। ठुक्क तेरो बुद्धि। म त ठुलो भएपछि डाक्टर बनेर आमालाई उपचार गर्छु। बन्छस् त डाक्टर, म गएँ। खुबै पाल्छस् बाख्रा।
हेर्नु न। किन के भयो? ए साँच्ची आमा, हाम्रो बा कहिले आउनुहुन्छ? तपाईँ जहिले पनि आउनुहुन्छ भन्नुहुन्छ, तर कहिले आउनुहुन्न। बाको अनुहार नि बिर्सिसकेँ मैले त। हाम्रो पनि बाबा भए कति माया गर्नुहुन्थ्यो होला है बिरयानी? हाम्रो पनि बाबा आउनुहुन्छ होला है आमा? अब छिट्टै आउनुहुन्छ तिमीहरूको बा। पैसा कमाउनु हाम्रै लागि सहर जानु भएको हो, अब चाँडै आउनुहुन्छ। बाबा आएपछि हामी पनि धनी हुन्छ होला एक दिन। हामी छिट्टै धनी हुन्छौँ। जाउँ हिँड, लु घाँस काट्न अबेर भयो। आमा हजुरलाई भात खुवाए? मलाई भइहाल्छ, तिमीहरू खाऊ नानी। घुम्ने भनेर मिरमिरे गाउँ त आइयो, अब बस्ने पो कहाँ होला? ए गाउँ आएपछि के चिन्ता, हिँड्नुहोस् न। ए आमा, सहरबाट को आउनुभयो हेर्नु त। ए खुर्पेनी, हे भगवान। होइन, यो चिन्नु नजान्नुको मान्छेसँग यो खुर्पिनी पनि किन गयो होली? अङ्कल नमस्ते। हजुर यो गाउँ घुम्न आउनु भएको हो? हो नि। आउनुहोस्, अब मेरो घर बस्नुपर्छ है। अघि कहाँ बस्ने भन्नुभएको थियो नि, अब नानीको घर बस्ने। ए नानीको नाम चाहिँ के पर्यो नि? मेरो नाम खुर्पेनी। हजुरलाई थाहा छ अङ्कल, मेरो घरमा बिरालो छ, कुकुर छ, अनि खरायो पनि छ। त्यो खरायो आज काटेर खानुपर्छ है अङ्कल? भगवान, यो खुर्पेनी कस्तो लिएर आएको होला नि? के गर्नु, किन लिएर आएको होला? आमा नमस्ते। ए नमस्ते नमस्ते। अङ्कल ब्याग दिनु। खुर्पेनी तिमी यहाँ बिरानी भित्र गएर पानी लिएर आऊ। हाम्रो घरमा छोरा मान्छे कोही छैन पाहुना पाएको छैन होला। आमालाई गाउँले के भन्ने होला? बसालौँ, घरमा छोरा मान्छे कोही छैन, गाउँले के भन्लान्? नबसालौँ, साँझको पाहुना कहाँ पठाउँ? अङ्कल ब्यागभित्र राखौँ है। खुर्पिनी, ए खुर्पिनी, हजुर ठुल्बा। त्यहाँ छोरा मान्छे कोही छैन, त्यहाँ पाहुना बसाल्नु हुँदैन, यहाँ लिएर आइज। ए खुर्पेनी, जा ठुलो बाले ठिक भन्नुभयो, पाहुना पुऱ्याएर आइज ठुलो बाका। ए ल ल हुन्छ आमा, जहाँ बस्यो नि एउटै हो। एउटै हो बाबु, एउटै हो, अप्ठ्यारो नमान्नु होला है। हुन्छ आमा। आमा पाहुना खोइ? ए बिरुवा नि पाहुना त उता ठुलो बाकोमा जानुभयो त। राम्रो भयो आमा, यो खुर्पिनी धेरै जान्ने हुन्छ, छोरा मान्छे पाहुना लिएर आउँछ।
तपाईँलाई गाउँमा नराम्रो सोध्छ नि आमा हाम्रो घरमा छोरा मान्छे आएपछि छिटो आइज अनि पाहुना त गइसके त कसले ल्याएको पानी ए तल लाग्छ यस्तै हुन्छ के गर्यो यिनीहरूले आज पाहुना आएका थिए खरा काटेर खाने भनेको कपडा भित्र फेरेर आइज ए खुर्बेनी घाँस काट्नु गएको छ यति बिहानै पो सहरमा पो बसी बसी खानु पुग्छ त गाउँमा त काम नगरी खानु पाइँदैन ल बा हिजो राम्रो खाना खुवाउनु भयो अब हामी एकछिन गाउँ घुमेर जान्छौँ होला ल बाबु आउनुभयो त बस्नुभयो हिजो खानापिन कस्तो भयो हाम्रो त हामी त गाउँले जीवनको मान्छे अब तपाईँ सहरबाट आउनुभएको फेरि पनि आउँदा यो बाटो नबोल्नु होला नि फेरि हुन्छ बा गाउँ आएपछि गाउँ पछि हजुरकै घर पसेर जान्छौँ नि ए ल बाबु राम्रो छ जानुहोस् है त ल हुन्छ ए करण खुर्पेनी त उता घाँस काटिरहेको छ एकछिन भेटेर जाने हो कि ए ल ल हुन्छ होइन यी पाहुना दाइहरू त यतै कहाँ आउँदैछ नि त हिजो खरायो खाना नपाएर हो कि क्या चुप लाग्छ खुर्पिनी यति बिहानै घाँस काट्न आएको अङ्कल तपाईँहरू घुम्न आएको हो नानी हामी घुम्न आएको अब जानु लागेको अनि सहरबाट गाउँ घुम्न आएपछि सहरको त के काम है चुप लाग्छ तिम्रो खरायो नि खान पाइएन तिमी सहर आएपछि मलाई सम्झिउ न है म तिमीलाई खरायो काटेर खुवाउँछु है खुर्पेनी हस् खरायो अङ्कल ए अङ्कल अनि तपाईँको नाम के हो नि सहर आएपछि तपाईँलाई के भनेर चिन्छ अङ्कल घुम्ने खरायो अङ्कल भनेर चिन्ने नि चुप लाग्छ लौ नानी सहर आएपछि यो नम्बरमा सम्पर्क गर्नु हामी जान्छौँ है हस् अङ्कल ल बाई 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 खरायो अङ्कल मान्छेसँग बोल्ने ढङ्ग छैन पागल चुप लाग्छ ल्याएर हिँड कामै छैन जीवन बन्छ क्यारे कामै छैन जीवन बन्छ क्यारे यसो गर्यो उसो गर्यो काम छैन हत्तेरी यसो गर्यो उसो गर्यो काम छैन हत्तेरी जता गयो उतै ढल्ले उठ्ने कति पटक जता गयो उतै ढल्ले उठ्ने कति पटक उमेर गयो कामै छैन जीवनको यही चटक उमेर गयो कामै छैन जीवनको यही चटक जीवनभरि दुःख मात्र सुख पाउनु छैन जीवनभरि दुःख मात्र सुख पाउनु छैन सबै काम भत्ता भुङ्ग मनले सोच्यो भएन सबै काम भत्ता भुङ्ग मनले सोच्यो भएन यता गयो उता गयो लुकुर लुकुर हिँड्यो यता गयो उता गयो लुकुर लुकुर हिँड्यो पापी समाज स्वार्थी मान्छे सङ्गत पछि चिन्यो पापी समाज स्वार्थी मान्छे सङ्गत पछि चिन्यो